पाँचथरको मेक्लाजुङमा सञ्चालन भइरहेको 7औं मेक्लाजुङ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता तथा 16औं राष्ट्रपति रनिङ छनौट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। गत माघ 14 गते बुधबारदेखि सञ्चालित उक्त प्रतियोगितामा 15 स्वर्ण, 12 रजत र 6 कांस्य सहित आरुबोटे माध्यमिक विद्यालय मेक्लाजुङ 3 प्रथम भएको हो भने विगत लामो समयदेखि प्रथम स्थान हासिल गर्दै आएको दुर्गा माध्यमिक विद्यालय रविले पनि यस पटक दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो। दुर्गा मावि रविले 7 स्वर्ण, 7 रजत र 4 कांस्य प्राप्त गरेको छ भने चन्द्रोदय माध्यमिक विद्यालय मेक्लाजुङ 3 दशमीले 7 स्वर्ण, 3 रजत र 1 कांस्य सहित तेस्रो स्थान हासिल गरेको छ। 5 स्वर्ण, 3 रजत र 9 कांस्य पदक प्राप्त गर्दै युवा वर्ष माध्यमिक विद्यालय मेक्लाजुङ 2 सप्तमीले सान्तवना पुरस्कार प्राप्त गरेको छ। प्रथम स्थान हासिल गर्न सफल आरुबोटे माध्यमिक विद्यालय मेक्लाजुङ 3ले नगद रु 20,000 ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने दोस्रो स्थान हासिल गर्न सफल दुर्गा माध्यमिक विद्यालय रविले नगद रु 15,000 ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तेस्रो स्थान हासिल गर्ने चन्द्रोदय माध्यमिक विद्यालय मेक्लाजुङ 3 दशमीले नगद रु 12,000 ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्तवना स्थान हासिल गर्ने युवा वर्ष माध्यमिक विद्यालय मेक्लाजुङ 2 सप्तमीले नगद रु 10,000 मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा एथलेटिक्स दौड, लङ जम्प, हाई जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, सटपुट, रिले खेल, भलिबल, कबड्डी, कराते लगायतका खेलहरू सञ्चालन गरिएको थियो। पुरस्कृत विद्यालय तथा विद्यार्थीहरूलाई मेक्लाजुङ खेलकुद विकास समिति अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष वीरेन्द्र राई, प्रमुख अतिथि मेक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, वडा नम्बर 4 का वडा अध्यक्ष तथा दुर्गा माध्यमिक विद्यालय रविका व्यवस्थापन समिति अध्यक्ष रामकुमार राई, मेक्लाजुङ शिक्षा शाखा प्रमुख केशव अधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभएको हो। मेक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा मेक्लाजुङ खेलकुद विकास समिति रविले आयोजना गरेको उक्त प्रतियोगिता श्री दुर्गा माध्यमिक विद्यालय रविको खेल मैदानमा सम्पन्न भएको हो।